टोयोटा लयो भने म चाइनामा हो, टोटली चाइनामा हो। अब यतापट्टि आएँ भने म फेरि नेपालमा हो। यहाँ आउनको लागि धान्दै हामीले 2 दिन स्पेन्ड गरिसकेका छौँ। त्यही भएर नि अब हामीले चाहिँ जति सकिन्छ केटा हो भिडियो बना के ल हेर्नुहोस् यस्तो यहाँ आएर गर्ने भनेकै भिडियो बनाउने हो। अरू घुम्छु अर्छु केही छैन यहाँ। अब एकछिनमा हावा लाउँछ बाइक स्टार्ट गर्ने कुद्दिने हो गाइस। ल ल ल ल हेलो म कपिल हो है। म कपिलको बुढी। म कपिलको भाइ। म कपिलको भिनाजु भन्ने। म सबैकी मम्मी। टाउको दुखेको कस्तो भएको? त्यो मोत्रो माथि गएर टाग्रामा बेच्छ। ल रेस्ट गर्दै गर्दै हिँड है। भाइ भाइलाई जानु भाइ। राजाकै शासन जस्तो रहने भन्ने चलिआएको पुरानो थियो। आजकल त के छ त्यति थाहा छैन, तर पनि अझै पनि भिनाजु चाहिँ मलाई तलबाट आउँदै हुनुहुन्छ। 4 तला मुनिबाट आउँदैछु। हामी 500 मिटर जति माथि पुगिसक्यौँ। गुफाको अवलोकन पश्चात अब हामी लोमन्थाङ फर्कन्छौँ। बढ्दै भएको हुनाले अहिले हामी यहाँ गलेश्वर मन्दिर पस्दैनौँ र अगाडि बढ्छौँ। कस्तो अनुभव भइरहेछ? एकदम रमाइलो। कतिको चिसो छ? चिसोको त कुरै नगरौँ। बताल धेरै उठेर लोमन्थाङतर्फको यात्रा अगाडि बढाउँदैछौँ। फाइनल्ली हामी बडार आसपास आइपुगेका छौँ। दिदीलाई यहाँ टाउको दुखेको छ। लेग लगाएको त होइन नि दिदी? दिदी दिदी मेरो दिदी यहाँ मम्मी चाहिँ फाइनल्ली नेपाल र चाइनाको 24 नम्बरको पिलरमा हुनुहुन्छ होइन। र शिला दिदीलाई के छ अवस्था? 46 हाइटमा बसेर भिडियो खिच्दैछ हामीले। खाइलाइरहेछ बढिया छ बढिया। यो बाटो प्योर मुस्ताङको जस्तो बाटो छ गाइस। कति गइरहेको हुन्छ थाहा छैन। ल गाडी पहदै पह हेलो गाइस, यति बेला हामी बेनीबाट थोरै अगाडि आएका छौँ। गलेश्वर नजिक आइसक्यौँ र हाम्रो यात्रा मुस्ताङसम्मको छ। पोखराबाटको भ्लग बनाइएन र बेनीबाट हामी अगाडि बढ्दैछौँ। अब हामी जाँदैछौँ गलेश्वर मन्दिर। भेनीबाट अगाडि बढ्ने क्रममा यति बेला हामी गलेश्वर आसपास आइपुगेका छौँ र तपाईँ देख्न सक्नुहुन्छ यो गलेश्वर मन्दिर को दृश्य। र अहिले हामी मुस्ताङको यात्रा तय गर्दैछौँ। अगाडि बढ्दै भएको हुनाले अहिले हामी यहाँ गलेश्वर मन्दिर पस्दैनौँ र अगाडि बढ्छौँ। गलेश्वर मन्दिरबाट कालीगण्डकीको तीर हुँदै हामी अगाडि बढ्दैछौँ। दुवैतर्फ अग्ला डाँडाहरू छन् र बिचको खोजबाट हामी अगाडि बढ्ने क्रममा बाटो कतै अफरोड छ, कतै ग्राभलिङ गरेको छ। त्यति अप्ठ्यारो बाटो त छैन। मुस्ताङ भन्ने बित्तिकै मान्छेहरूलाई अप्ठ्यारो छ भन्ने भान हुन्छ, तर धेरै राम्रो भइसकेको छ बाटो, तपाईँ देख्न सक्नुहुन्छ। र हामी अगाडि बढ्दैछौँ।
ओ हामी यस्तो ठाउँमा आइपुगेका छौँ अगाडि बाटै छैन कि जस्तो दुईवटा डाँडाहरू एक आपसमा जोडिएको जस्तो देख्न सकिन्छ। ओ डेन्जर साह्रै डरलाग्दो ठाउँ पार गरिसकिएको छ। धेरै अगाडि खुला डाँडाहरू देखिएका छन्। सायद हिमाल नजिकै भएर होला तलबाट काली गण्डकी बगिरहेको छ। बाटो थोरै अफरोड जस्तो छ तर पनि त्यति अप्ठ्यारो चाहिँ छैन। हामी अगाडि बढ्दैछौँ। अगाडि बढ्ने क्रममै छौँ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका जाने बाटो यो पुलबाट पारी गयो भने अन्नपूर्ण गाउँपालिका पुग्न सकिँदो रहेछ। हामी अगाडि मुस्ताङतर्फै अगाडि बढ्छौँ। पुरा रमाइलो हुँदैछ। डरलाग्दा भिडहरू पार गर्दै हामी अगाडि बढिरहेका छौँ। तलबाट काली गण्डकी बगिरहेको छ। बाटो अलि अगाडिसम्म त राम्रै थियो, पिच थियो। अब चाहिँ अलिकति अफरोड सुरु भइसकेको छ। हेरौँ अगाडि कस्तो छ। यात्रा अगाडि बढ्ने क्रममा यति बेला हामी रूपसे आइपुगेका छौँ। रूपसे झरना र तपाईँ देख्न सक्नुहुन्छ यो रूपसे झरनामा पनि हामी फर्किँदा बस्छौँ र अगाडि बस्छौँ। म्याग्दीको रूपसे झरना कटेर हामी अगाडि बढ्दैछौँ। अगाडि बढ्ने क्रममा फेरि अर्को एउटा खोज पार गर्दैछौँ। सम्भवतः यो खोज पार गरिसकेपछि अलि अगाडिबाट हामी मुस्ताङ जिल्ला प्रवेश गर्छौँ जस्तो लाग्छ। यो यस्तो ठाउँ हो जहाँ हवाई जहाजको पनि सम्पर्क मेन हुने ठाउँ भन्दा नि। हामी अगाडि बढ्दैछौँ। गोप्रोमा चार्ज लगभग सकिन लागेछ। अब हामी गएर आज जोङसोङ बस्छौँ।
गुड मर्निङ फ्रम जोमसोम। यति बेला हामी हाम्रो बसाइ जोमसोम र जोमसोमबाट हामी अगाडि निस्कने क्रममा छौँ। चिसो चिसो छ। हेलो हेलो गुड मर्निङ गाइस। कस्तो अनुभव भइरहेछ? एकदम रमाइलो। कतिको चिसो छ? चिसोको त कुरै नगरौँ, बेसरी चिसो छ। बोल्न पनि सकिरहेको छैन। रमाइलो छ जे होस्। म चाहिँ अहिले 3-4 पल्ट भयो आएको, तर धेरै जति पछि आउँछु उति यहाँ चाहिँ विकास भइरहेको देख्न पाइन्छ। र तपाईँलाई म देखाउँछु काली गण्डकी जुन देखिएको छ, यो काली गण्डकी नदी र योसँगै यो जोमसोम हो। र मैले अघि तपाईँलाई भिडियो देखाउन छुटेछु जोमसोम विमानस्थल है अगाडि पर्छ। भ्यू पनि एकदम राम्रो देखिएको छ। मर्निङ भ्यू तपाईँ पनि आउँदै हुनुहुन्छ भने बिहानको समयमा भ्यू हेर्न नछुटाउनु होला। दिउँसोको भन्दा बिहानको समय विशेष हुने गर्छ। हामी जोमसोमबाट दुम्बाताल जाने क्रममा छौँ र हामी 2 जना मात्रै आएका थियौँ। हाम्रो यात्रा सायद मुक्तिनाथसम्म मात्रै पुगेर जोमसोम मुक्तिनाथ हुँदै हामी फर्कन्छौँ भनेका थियौँ। र आज घरबाट मम्मी भाइ पनि आउँदै हुनुहुन्छ, दिदी भिनाजु भन्ने सुनिएको छ। अब त्यस्तो भयो भने हामी अप्पर बोर्डरसम्मै पुग्ने योजना बन्न सक्छ। हेरौँ। तपाईँले तल देखिरहनु भएको छ जोमसोम बजार। एकदमै सुन्दर देखिएको छ यो बिहानको दृश्य। यति राम्रो सुन्दर दृश्यहरू हेर्दै हामी अगाडि बढिरहेका छौँ। अबको केही समयमा हामी दुम्बाताल पुग्नेछौँ। हुँदै हामी दुम्बाताल आइपुगेका छौँ। यहाँ टिकट लिएर अन्ततः हामी दुम्बाताल आइपुगेका छौँ। दुम्बातालको यो सुन्दर दृश्य तपाईँ देख्न सक्नुहुन्छ। हेर्दै एकदमै रमाइलो लागिरहेको छ। नौलो नौलो अनुभव भइरहेको छ। जहाज उड्यो। यहाँ बिहान एयरपोर्टकै छेउमा थियौँ।
बाहिरको दृश्य डुम्बाताल पिकनिक फिल्ड छ। वेलकम टु लेक। माछा, यस्तो पानीमा पनि यस्तो माछाहरू छन्। यो माछाहरू जम्दाखेरि के हुन्छ होला है? तर माथि ऊ हुन्न नि राजा, माथि जमे पनि तल त पानी भइरहेको हुन्छ नि। सानो एउटा भिडियो क्लिप बनाएको छु यो माछाको, डुम्मा लेकेको भनेर एउटा तपाईँको ऊ छ नि त्यो गीत हालिदिनु होला। टिकटक त छैन मेरो त, मैले त चलाउँदैन। डुम्बाताल मुजर माछाहरू एकदमै धेरै देखिन्छ। यी छेउछाउमै छन्। यो माछालाई केही हालिदिनु पर्ने है त। यहाँ बसेर हेरिराखेको अब केही बेरमा दिदी, भिनाजु, भाइ, मम्मी पनि आउनु भएको छ भन्ने कुरो भएको छ। अब हामी फर्किन्छौँ र सबैजना भएर मुक्तिनाथ दर्शन गर्छौँ र खाना खाएर सम्भवतः हामी आज अप्पर मुस्ताङको यात्रातर्फ लाग्छौँ। हेलो हेलो, ल हिँड्नु अगाडि हिँड्नु।
हेलो यार गोरु अन्ततः हामी मुक्तिनाथ मन्दिर आइपुगेका छौँ। तपाईँ देख्न सक्नुहुन्छ यो दृश्य मुक्तिनाथ मन्दिरको हो र अब हामी यहाँ दर्शन गर्छौँ। हेलो म हिजोदेखि हिँडेको हो। सुन्नु न त्यहाँ एकजना सर आउनुहुन्छ होइन एउटा स्कुलको फोटो भन्नुभयो क्या सानो चारसम्म निकाल्ने म बाहिर भएँ अनि त्यहाँ के लेखेर प्रिन्ट गर्नु भन्नुभयो त्यही भएर म केही पठाइदिएको छु क्या त्यो गरेर पठाइदिनु है कति छ त होला पैसा त्यहाँ नलिदियो नि हुन्छ दर्शनको नाममा बनाइदियो हुन्छ हजुर पैसा त्यहाँ दिए लिनु हाम्रो आउनु पऱ्यो भिडियोमा हाम्रो भिडियो एकदम भू बनावट पनि कस्तो क्या कस्तो अनुभवलाई लगाइराख कहाँ जाँदै हो बाटोमा रमाइलो गर्दै गर्दै हामी अगाडि बढ्छौँ र आज हामी घिलुङसम्म पुगेपछि झमक्क साँझ पर्छ र घिलुङको एउटा होटलमा बास बस्छौँ। घिलुङ आइपुगेर होटलमा बास बस्छौँ र बास बसिसकेपछि अहिले म हेलो हेलो गुड मर्निङ गुड मर्निङ गुड मर्निङ 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 गाइस बाइ हाय दिदी हेलो बुढी हेलो हेलो दाजु हेलो हेलो गाइस गाइस यता गाइस गाइस के छ खबर चिसो छ हाम्रो बुढी पनि आइछ हेलमेट लगाएर चिसो छ हेलमेट लगाएर अब मनोरञ्जन छैन यता बसाइ एकदमै रमाइलो भयो र हामी बिहान सबेरै उठेर लमानथाङतर्फको यात्रा अगाडि बढाउँदैछौँ। बिहानको दृश्य कतै हिमालमा घाम परेको छ पहेँलो घाम देख्न सकिन्छ। सुन्दर दृश्य दायाँ बायाँ डाँडा काँडा हिमाल मात्रै देख्न पाइन्छ। घरहरू कतै पनि एकदमै अत्तलो बिचमा आउँदाखेरि अलिअलि एका दुई मात्र घर त्यो पनि 2-3 घन्टा 1-2 घन्टाको यात्रामा भेटिन्छ। हेलो म कपिल हो है म कपिलको बुढी म कपिलको भाइ
म कपिलको भिनाजु भन्ने म कपिल म सबैकी मम्मी है हामी अब कहाँ जाँदैछौँ अरे लोमानथाङ जाँदैछौँ अब अझै पनि लोमानथाङ देखिएको छैन अब साधु माथि होला चाइना बोर्डर लोमानथाङ है अब लोमानथाङ अढाई घन्टा लाग्छ भन्ने कुरो आएको छ लोमानथाङ जानलाई होइन त्यो आकाश निलै छ आकाश आइदिनु त आकाश आफै खिच्छ है भयो भाइ भाइलाई जानु भाइ उता माथि हाम्रा नयाँ बेहुला बेहुली आउँदैछन् बेहुलीलाई टाउको दुखेर अनुहारै देखेको छैन यस्तो बाटो आइयो हामी बेहुलै यसरी गइयो यता अन छ कि छैन खोइ क्यामेरा 30 सेकेन्डको खिचेर खिचे पनि खिच्या ल अब हामी पनि जाने है कहिले आउनु त म तपाईँको नि खिचिदिन्छु हेलो हाई कस्तो लागिरहेछ एकदम रमाइलो लागिरहेछ टाउको दुखेर अलिक गाह्रो भइरहेछ भर्खरै घाम लागेको छ तर मौसम चिसो छ बिहान उठ्दा त करिब पानी जमेको अवस्थामा थियो अहिले घाम लागेपछि चिसो त चिसो नै छ तर पनि त्यस्तो साह्रो चिसो चाहिँ छैन तर मौसम चाहिँ चिसै छ अब हामी केही समयमा लोमनथाङ पुग्छौँ र लोमनथाङबाट पनि करिब 40-45 मिनटको यात्रापछि बल्ल हामी चाइना बोर्डरसम्म पुग्न सक्छौँ जाम के छ टोली टाउको दुखेको कस्तो भएको त्यो मोत्रो माथि गएर टाग्रामा रेस्ट गर्दै हिँड है ल है अगाडि जानु न हामी चेराङमा आइपुगेका छौँ यी च्याङ्राहरू यहाँ छन् यस्तरी यो यस्तरी आयो हामी जडीबुटी धेरै भए पो जडीबुटी हुन्थ्यो यहाँसम्म गुम्बा खोज्नु पऱ्यो एकछिन पाइन्छ होइन धेरै लेभल भी नहीं किसी को तेरे मतलब कौन यो राजाको दरबार हो जस्तो छ हैन यतापट्टि छ लक्क यो यतापट्टि छ यो अपरको यात्रामा छ हैन वाउ हेर्नु दिदी बुवाल हेर्नु त भन्छ सराले बोल्नु वाउ हात चाहिँ अगाडि बढेको छ अहिले
टोली आयो कस्तो छ अवस्था अवस्था एकदम ठिक छ बिचमा घरि कोही अघि कोही पछि हुँदै बिचमा भेट हुँदै अवस्था सोध्दै आराम गर्दै हामी अगाडि बढ्दै अहिले लोमानथाङ आइपुग्ने बेला भएको छ। अब हामी करिब 1-2 मिनटभित्रमै लोमानथाङ आइपुगिन्छ र लोमानथाङबाट पनि हामी करिब 40-45 मिनट अगाडि जानुपर्छ चाइना बोर्डरसम्म पुग्न। यति बेला हामी लोमानथाङ प्रवेश गर्दैछौँ। लोमानथाङ प्रवेश गर्ने गेटमा आइपुगेका छौँ र अब लोमानथाङ प्रवेश गर्छौँ। लोमानथाङ हिमाल पारीको जिल्ला मुस्ताङ, विशेष गरी मुस्ताङे राजा भन्ने गरिन्थ्यो। मुस्ताङमा छुट्टै राजा यहाँका जनताहरूले त्यही राजाले भनेको मान्ने र राजाकै शासन जस्तो रहने भन्ने चलिआएको पुरानो थियो। आजकल त के छ त्यति थाहा छैन, तर पनि अझै पनि मुस्ताङको राजा बस्ने राजदरबार र यहाँका राजाको बारेमा पनि हामी केही बुझ्ने कोसिस गर्नेछौँ। हामी अहिले तत्काल लोमानथाङमा पस्दैनौँ, हामी अगाडि बढ्छौँ किनभने बोर्डरमा चाहिँ पछि दिउँसोको समयमा हावा चल्छ र त्यहाँ जान सकिँदैन भन्ने जानकारी पाएका छौँ। त्यसैले हामी पहिला बोर्डरमा पुग्छौँ, बोर्डरमा एकछिन घुम्छौँ र माथिको अवस्था बिचमा एउटा गुफा पनि पर्छ, त्यो गुफा पनि घुम्छौँ र फर्केर आएर लोमानथाङ बजारमा हामी खाना खान्छौँ, यहीँ घुम्छौँ र यहाँको बारेमा थोरै केही जानकारी लिने कोसिस गर्छौँ। बजार अप्पर मुस्ताङ हिमाल पारीको बजार भनेर बजारहरूलाई हेर्नुहोस्, हाम्रो कल्पना भन्दा पनि पाइँदैन। हामी यहाँ भेटेका छौँ र लोमानथाङ नै हो। सरकारले अझै पनि चिज गरिदिएको छैन। अब यहाँबाट उता चाहिँ चिज गरिदिएको रहेछ फेरि होइन सरकारले। होटल लाइन भन्ने यहाँ माटाकै कले दुईटले घर यहाँ भेटिन सक्छ त्यो चिज बाटो होइन। त्यताबाट गयो भने बाख्रा खाएर यताबाट गयो भने लोमानथाङ। अब घुम माछाकातिर हामीले यहाँ हेर्नु होला बजे यहाँको भोटेली बजे हुनुहुन्छ। हाम्रो टोली अगाडि बढेको छ। रेस्ट गर्ने होइन, बन्द गर्नु हिँड्न नसकेको अवस्था लोमानथाङमा। टाउको कस्तो भयो हो? ल खुसीको खबर, एउटी सन्ची भएछु नि, अर्कै उस्तै छु। अब 40 मिनट लाग्छ अरे। फाइनल्ली हामी बोर्डर आसपास आइपुगेका छौँ। दिदीलाई यहाँ टाउको देखिएको छ, लेग लगाएको त होइन नि दिदी? दिदी दिदी मेरो दिदी लेग लगाएको त होइन? भाइ यहाँ खाना बोल्दै हो, दिदीले उतै बाटो भएको। यस्तो दामी हिमाल देखिरहेछ। बुढी टिकटक बनाउँदै हो, भिडियो बनाउँदै हो? हेलो, यति बेला हामी चाइनाबाट आइपुग्यौँ। गाडी पनि आउँछन् घुम्नलाई, रिजर्भ गाडी।
भिड पनि राम्रो देखिरहेछ। हो हामी एकछिनमा बडाउन पुगिन्छ। हिमाल यति तल देखिन्छ, गाडी हिँड्ने बाटो। आइपुगेका छौँ, बडाको नजिकै आइपुगेका छौँ र हावा चलिरहेको छ। यहाँ कुनै रुख बिरुवा छैन, रुख बिरुवा नभएको हुनाले चाहिँ हावा चलेको देखिँदैन, तर यहाँ फिल गर्न सकिन्छ। हावा एकदमै चर्को चलिरहेको छ र बाटोको अवस्था भन्नुपर्दा बाटो त्यति धेरै अप्ठ्यारो चाहिँ छैन। यो पहाडको बाटो, हिमालको बाटो, हिमालीहरूको बाटो सानसाना ढिँडिला ढुङ्गाहरू छन्, तर ग्रेभल गरेको जस्तो बाटो नै छ, त्यति अप्ठ्यारो चाहिँ छैन। यो त्यही हो, आइ छैन यो हो इसो हुन्न गएर समात्छ नि त। त्यो नि मैले भयो जस्तो हाम्रा टोलीहरू अगाडि बढ्दै उता हेलो अगाडि हेर अगाडि चरा यहाँ मम्मी चाहिँ फाइनल्ली नेपाल र चाइनाको 24 नम्बरको पिलरमा हुनुहुन्छ होइन। ल झल्ल बलेको छ। यहाँ कपिल सापकोटा भन्ने सरले चाहिँ मम्मीको भिडियो खिच्नुहुन्छ। झन्डा फहरिएको छ नेपालको होइन। नेपालको झन्डा फहराए पनि चाइनामा चाहिँ यति धेरै बिल्डिङ बनेको छ होइन। यसलाई हेर्नुहोस्, चाइनाको बिल्डिङ, चाइनाको विकासको क्रान्ति हेर्नुहोस् यस्तो छ होइन। तर यतापट्टि यहाँ चाहिँ अब यस्तो बजार छ। यहाँ यो बजार चाहिँ के रहेछ त भन्दा यो प्रडक्ट एक्सचेन्ज भनेको हाम्रो नेपाली प्रडक्ट चाहिँ उतापट्टि तिनीहरूले गएर यहाँ गएर यो जुन छ नि हामीले देखेको सेतो बिल्डिङ, यसको उतापट्टि चाहिँ सेल हुँदो रहेछ। अनि उताबाट ल्याएर चाहिँ नेपालीहरूले चाहिँ फेरि यहाँ चाहिँ यसरी बेच्दो रहेछ। उतापट्टि टेन्ट पनि रहेछ, त्यहाँ टेन्टमा बसेर पनि सामान किन्न पाइन्छ। यस्तो हिमालको काखमा बसेर गर्ने बिजनेस छ।
तर दुर्भाग्यवश के छ त भन्दा यहाँ नेपालले चाहिँ एउटा पिसाब फेर्ने एउटा टोयलेट पनि बनाएको चाहिँ छैन। एउटा कन्टेनर छ त्यो त्यही पनि चाइनाले बनाएको भन्ने सुनिन्छ। त्यो छ भौगोलिक अवस्थाले हेर्दाखेरि चाहिँ यो चाहिँ सम्मो ठाउँ छ। यहाँ नेपालले पनि चाह्यो भने चाइनाका जस्तै यस्तै बिल्डिङ जति पनि बनाउन सक्नेछ। र चाइनाले विकासको कति दिनानुदिन बढाउँदै गएको छ। हामीले देख्न सक्छौँ त्यहाँ क्रेन छ, क्रेनले फेरि अरू पनि ठुल्ठुला बिल्डिङहरू बनाइरहेको छ। यही गतिमा विकास गयो भने चाहिँ यसलाई चाहिँ हामीले सेकेन्ड लासाको रूपमा चाहिँ नि देख्न सक्छौँ होला भविष्यमा। हेर्नुहोस् यहाँ अब हाम्रो फ्यामिलीतिर जाम होइन, हाम्रो फ्यामिलीतिर यहाँ चाहिँ हामीले देख्न सक्छौँ यहाँ चाहिँ बुढाबुढी दिदी भिनाजु होइन, यहाँ टक्क 24 नम्बरको पिलरमा नेपाली झन्डा फरफराएर फोटो खिचिरहेको अवस्था छ। र यहाँ हाम्रो नेपाली दाजुभाइहरू आफ्नो व्यापार बढाउनलाई चाहिँ यतापट्टि यो मेरो क्लाइन्ट ऊ मेरो यहाँ कस्टमर भन्दै होइन यो चाहिँ 46 हाइटमा है, 46 हाइटमा छ यो होइन। मौसम राम्रो छ। कस्तो आउनुभयो ल। यहाँ चाहिँ घरकी बुहारी हाम्री मेरो भाउजू जेठी बुहारी यी कान्छी बुहारी यता सिनी मम्मी यो चाइनालाई हेर्नुहोस् है। यो चाइना यतापट्टि चाहिँ चाइना छ। छ्याङलुङ छुङ छ्याङ्ला भने जस्तै भाषा के हो थाहा हुन्न हामीलाई। नेपाल चाहिँ यस्तो छ। ल अब सिङ्गल खिचेर अब सिङ्गल खिच्नु होला। र अब कपिल सरको पनि खिच्नुपर्ने अवस्था आउँछ, भाउजूको खिच्नुपर्ने अवस्था आउँछ। र शिला दिदी ल के छ अवस्था? 46 हाइटमा बसेर भिडियो खिच्दैछ हामीले, खाइलाइरहेछ। लसुन खाने, तातो पानी खाने गर्नु के छ कपिलजी? ल भिनाजु के छ अवस्था? राम्रो छ नि? बढिया छ बढिया। अब मेरो पनि त अनुहार त देखाउनु पर्यो होइन। मैले पनि अब यस्तो खिच्दै गर्दाखेरि मेरो पनि अनुहार त चाहियो। त्यही भएको भएर मभन्दा पछाडिको जुन छ, मभन्दा पछाडि हेर्नुहोस् गाइज है, मभन्दा पछाडि हेर्नुहोस्। मभन्दा पछाडिपट्टि ठ्याक्कै म चाइनामै छु। म अब यतापट्टि खुट्टो यता लग्यो भने म चाइनामा हो, टोटली चाइनामा हो। अब यतापट्टि आएँ भने म फेरि नेपालमा हो। यहाँ आउनको लागि धन्दै हामीले 2 दिन स्पेन्ड गरिसकेका छौँ। त्यही भएर नि अब हामीले चाहिँ जति सकिन्छ केटा हो भिडियो बना हो कि। ल हेर्नुहोस् यस्तो यहाँ आएर गर्ने भनेको भिडियो बनाउने हो। अरू घुम्छु अर्छु केही छैन यहाँ। अब एकछिनमा हावा लाउँछ, बाइक स्टार्ट गर्ने, कुद्दिने हो गाइज। ल यति चाहिँ बुझ्नु होला। ल हेर्नु यतापट्टि रमाइलो छ साथीहरू। चाइनालाई चाहिँ तारजाली लगाएको छ सबै आफ्नो बोर्डरको लागि। तारजाली सर्लग डाँडासम्मै छ अनि यतापट्टि उता डाँडासम्मै छ। अब यहाँ के को 10 गजा के को 20 गजा होइन, उसले आफूले गरेको छ। ल यहाँ चाहिँ नवविवाहित जोडीलाई चाहिँ हामीले देख्न सक्छौँ। र नेपालको माया, बुढाबुढीको माया होइन यहीँ देखिन्छ नि त होइन, झन्डा फरफराएको छ। ल हेर्नु उहाँहरूको चाहिँ यो ल हेर्नु कति ल हेर्नु फरफराएको छ। ल फरफरायो वाउ। के छ ल यही हो है। कस्तो लागिरहेछ त? कस्तो लागिरहेछ? रमाइलो भयो नि होइन? ल अहिले पाएँ है त फोटो खिच्नु भयो है। ल 1 2 3 अनि यो घरको आँडा त्यहाँ के राखेछ नि त्यो सामान के हो त्यो?
बिल्डिङ भन्दा उता ठिकै सानो सानो घरहरू जस्तो हेलो त्यहाँ आउनु आउने त खै बिचमा नराख्नु भने हामीले तल बिचमा हजुर बिचमा केही नराखिदिनु होला भने झन् चाहिँ त्यसो राख्न मिल्दैन कि हाम्रो नेपालको केही छैन आमा भने यही हो हाम्रो चिन्ने अब नेपाल भन्ने चिन्ने यही हो सामान अरू केही छैन धेरै मान्छे आयो भने गाइज के छ गाइज हामी त नेपाली नेपालीको छातीमा हिमाली छाया छ नेपालीलाई के छ भिनाजु खबर तपाईँ अहिले कहाँ हुनुहुन्छ धुलो उडेको छ अहिले हावा आइसक्यो हावा आएपछि यहाँको माहौलै छुट्टै छ मम्मी मनोज बुढी के छ कस्तो अनुभव भइरहेछ मैले बिहा गर्थेँ कि अनि बुढी भर्खर बिहा गरेको बुढी हावा चल्न सुरु भइसकेको छ त्यसैले अब हामी ढिला नगरिकन यहाँबाट फर्कने तर्क गर्दैछौँ र बिस्तारै फर्कन्छौँ अब बिचमा भुल्दा भुल्दै हामी फेरि अगाडि जुन बाटो आएका थियौँ त्यही बाटो फर्काउँदै हिउँ छ गाइज म यहाँ हिउँ निकाल्न लागिरहेको छु मलाई त गोब्रो छ मैले त ल ल ल ल कुटु मर्केलाई ल ल ल आले उताबाट गर कपिल हावा यता आऊ यहाँनिर गर्दा ल रेकर्ड छ नि ल ल ल ल 1 2 ल ल भयो ल ल फाल्नु ल बस्नु बस्नु त्यहाँ मिलाउनु पर्छ भाउजू बन्द हो नि त बन्द हो नि त ल ल ल ल वेट 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 ल ल ल ल ल आराम 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 ल ल ल रेडी वान ल भयो ल च्यात्ते ल पाइन्ट फेरि ल ल ल ल ल ल ल अन्छ है अन्छ ल दुईजना खेल्नु ल पछाडि खा ल है कबेर ल
1 2 3 ल ल अहिले हामी यो गुफा आइपुगेका छौँ। यहाँ बाहिरको यो मनोरम दृश्य तपाईँ देख्न सक्नुहुन्छ, यहाँको भू बनावट। र अब हामी गुफाभित्रै जान्छौँ। गुफा जानका लागि म अगाडि बढ्दैछु। मम्मी जाने होइन? नजाने तिमीहरू गएर आऊ। किन डर लाग्यो? मलाई डर ताकियो त नि सुसिनाले पर्छ हात दिदी? होइन त टिकट हो। कतिवटा? त्यहाँ 100वटा पिस छ। मोबाइल यहाँ छोडिदिनु पर्छ, यहाँ जुम गरेर खिच्थ्यो नि है। कहाँ? हेलो हेलो वेलकम टु के भयो गुफा। ओहो मनोज अगाडिबाट यो गोप्रो लैजा। हेलो सिला मम्मी हेरे मिलाइ यता आउनु न। वाह यता भित्र के छ? यता भित्र के छ? बाजे यहाँ के छ नि? ए माथि जाने यताबाट हो? यहाँबाट अझ माथि जान मिल्दो रहेछ है। एकदमै कोठै कोठा छ। हजुर आउँछु ल। माथि जाने हो? जानु त यहाँ है ल होइन। ओहो हजुर यता पिएर माथि छ अझ यो भर्याङ भर्याङ। ए यतै कोठै कोठा छ। ओहो अँध्यारो यता अँध्यारो छ।
डर लाग्यो होइन गाई डर लागिरहेको छ मलाई मेरो खुट्टाले मासु पाएन म यता गुफामा छु म एकरात माथि पुगेर आउँछु है यता हाम्रो भिनाजी चाहिँ बल्ल तलबाट आउँदै हुनुहुन्छ 4 तला मुनिबाट आउँदैछु हामी 500 मिटर जति माथि पुगिसक्यौँ गुफाको अवलोकन पश्चात अब हामी लोमन्थाङ फर्कन्छौँ हेलो गाइस बुढाबुढी हामी के हेर्न जाँदैछौँ अरे कसको दरबार राजाको दरबार कस्तो होला बटु राजाको दरबार ल हेलो हेलो यता होला गुम्बा होला अम्मा नमस्ते राजाको दरबार कुन हो नि ए यो उसको उन बनाउन लाउनु भएको हो भेडाको हो हजुर 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 एउटा सिकायो क्या त्यहाँ बस न यता बस यहाँ बस न यति बेला हामी लोमानथाङ आइपुगेका छौँ करिब अस्तिदेखि हिँडेको आजसम्म लोमानथाङ आइपुग्दा अप्पर मुस्ताङ जब बोर्डरसम्मै पुगेर आइपुग्दा यहाँ चाहिँ अलिकति रिल्याक्स फिल भइरहेछ गाइज राजाको दरबार मुस्ताङे राजा रानी रोयल प्लेस वे टु यता हुनुहुन्छ माथि यो दरबार भयो राजाको कुकुर छ
दरबार थकै लाएर यहाँ बसिहाल्छ सबै गुड मर्निङ फेरि पनि आज पनि हामी हिजो बेलुका यही घिमिङको सेम रेस्टुरेन्ट होटलमा आएर बास बस्यौँ र पोखरा फर्कने क्रममा हेलो 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 चस्मा लाएर फोटो सेसनको काम भइरहेको छ एकदमै चिसो बोल्नु पनि नसक्ने अवस्था छ नाक बिरालोको नाकभन्दा नि बढी चिसो भएको छ गाइज दिदी के छ दिदी एकदम ठिक छ जाडो छ कि गर्मी छ Anjir, apa gitu? Udah जाने मिल्ने उता जाने बाटो छ ठीक है हामी जाँदैछौँ देरीगल्ली एउटा खाना भनौँ जेरी यसै रोक्ने जेरी गल्ली म्यानमारमा 7.7 रेक्टरको भूकम्प आएछ 7.7 को बिल्डिङमा भक्रा भएको ढल्यो के हाम्रोतिर नि भूकम्प ल लाग्यो यहाँ मौसममा भेटला वहीँ लिएर जाने यत्रो यार जाडो एउटा पछिको महाको महाजनले
यहाँ सबभन्दा पनि त्यही चौरीवालाहरू कमाएन भाइ लगानी केही छैन
त्यहाँ माथि चाहिँ गाममा परियो गाडी धेरै आएको भएर यहाँनिर कस्तो त्यो बाटो प्योर मुस्ताङको जस्तो बाटो छ गाइड कति गइरह हुन्छ थाहा छैन ल गाडी पहदै पह आसपास आइयो क्या नआउने बजारै रहेछ त्यो त क्या करें झर्ना आइसकेको छ यो गाडीको चाप देख्दाखेरि भर्यो मसँग सायद
हामी एकैछिन यहाँ पार्किङ गर्छौँ। हामी रुप्सी आइपुगेका छौँ। फर्कने क्रममा एकदमै आज यति धेरै चाप छ कि आज मुस्ताङको। Bye.